हेलो एभ्रिवान घुमन्ते इन्जिनियरमा तपाईँलाई स्वागत छ। म चाहिँ आज पनौतीभन्दा माथि आएको छु। आज शनिबार हो अनि कलेज छुट्टी थियो, त्यही भएर अब जस दिनभरिलाई हुने एउटा अप डाउन ट्रेक हुन्छ नि, अप डाउन हाइकिङ, ट्रेक त भन्नु मिल्दैन, अप डाउन हाइकिङ लिम भनेर आएको। मैले जानुपर्ने डाँडा चाहिँ उता माथिको हो। अब म त्यहाँ एकछिनमा पुग्छु। इन्ट्रेस्टिङ कुरो चाहिँ के भयो भन्दाखेरि म ठ्याक्कै यहाँनिर आएको थिएँ होइन, यहाँनिर आएको थिएँ। योभन्दा उतापट्टि तोरीबारी छ होइन, तोरीबारी छमा ठ्याक्कै त्यो मलाई चाहिँ एक्ज्याक्टली थाहा भएन, त्यसलाई हरिण भन्छ कि जरायो भन्छ थाहा भएन, तर त्यो ठ्याक्कै त्यही हो कि ठ्याक्कै यहाँनिर आएको रहेछ। म अलिकति बिस्तारै आइरहेको थिएँ, तैपनि त्यो हुन्छ नि आवाजले थाहा पाइहाल्यो, दौडिहाल्यो क्या। पिछा गर्दै यहाँसम्म आएको, अलिकति देखेँ अनि दौडेर गइहाल्यो जम्प हानेर। जस हरिण नै थियो होला सायद, हेर्दाखेरि त्यस्तै थियो। जस शान्त छ, रमाइलो छ। अब बजार एरिया सिद्धिसक्यो, गाउँ पनि सिद्धिसक्यो, अब गाउँ पनि छैन। यहाँबाट अब एकछिनमा माथि पुग्छु म, अनि त्यहाँ एकछिन 1.5 घन्टा बसेर त्यसपछि अनि फर्किने हो। यो चाहिँ कस्तो भन्दाखेरि काठमाडौँ युनिभर्सिटीबाट वान डेलाई चाहिँ आउन मिल्ने हुन्छ नि। यदि गाडी नचढे पनि सर आउनु मिल्ने खाले आफ्नो बाइक भयो त 2 घन्टाको बाटो हो होइन, तर आफ्नो बाइक छैन भने चाहिँ यो चाहिँ वान डेलाई चाहिँ अप डाउन हाइकिङ हो यो चाहिँ। यहाँ आउन चाहिँ लगभग तपाईँको मैले एस्टिमेट गरेको चाहिँ 500 थियो। नजिक छ, शान्त छ, रमाइलो छ। 500 हो, तर एक्स्ट्रा चाहिँ 500 लिइराखौँ भनेर टोटल चाहिँ 1000 जति चाहिँ एस्टिमेट गरेको छु मैले। आइन त्यति खर्च हुँदैन। अनि अब म यहाँबाट उकालो लाग्छु। मैले एउटा गोल्डेन मोमेन्ट मिस गरेँ। मैले बिस्तारै आउनु पर्ने रहेछ, कस्तो अलिक चाँडो आएँ क्या। म चाँडो आएँ, सो केही छैन। अब नेक्स्ट डेस्टिनेसनमा त नि, नेक्स्ट मोमेन्टमा भेटिन्छ है कतै। ओके, फाइनल्ली म चाहिँ नाङ्गी डाँडा पुगेँ। नाङ्गी डाँडा भनेको चाहिँ भ्यालीभित्र काठमाडौँ भन्दा सबभन्दा नजिक प्याराग्लाइडिङ गर्ने ठाउँ हो। उता माथिको जुन टावर देखिरहेको नि हो, त्यसलाई भन्छ नाङ्गी डाँडा। म अलिक सर्टकट बाटो आएँ। सर्टकट बाटो अलिक गाह्रो रहेछ। रोड त उतापट्टि रोड अलि लामो रहेछ, तर सजिलो चाहिँ रहेछ उताको रोड। तर म चाहिँ सर्टकट बाटो आएँ यहाँनिर। यो चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ। आज चाहिँ खै किन गराएको छैन, खै थाहा छैन किन हो होइन। माथिको जुन त्यो देखिरहेको छ नि, त्यो चाहिँ त्यहाँबाट चाहिँ प्याराग्लाइडिङ गराउँछ है त। अनि अब चाहिँ म यहाँबाट चाहिँ जस सरर भ्यू देखाउँछु। यहाँबाट सबै जति पनि यहाँ वरिपरिको हिमालहरू छ सबै क्लियर देखिन्छ है। अनि यहाँबाट देखिने भनेको उताको काभ्रे, ललितपुर र काठमाडौँ तिनटै देखिन्छ, तिनटै जिल्ला देखिन्छ। अनि यो पनौतीहरू त यहाँ देखिने नै भयो। लगभग यहाँ आउनको लागि चाहिँ फर्स्टमा बनेपा आउनु पऱ्यो, त्यसपछि पनौती आउनु पऱ्यो। पनौतीबाट के हो यसको नाम, के थियो यार, खै के बजार भन्ने थियो क्या। यहाँ तलको बजार म ठ्याक्कै भुलेँ। अनि बजारभन्दा उताको ठाउँलाई चाहिँ चालिसे भन्ने रहेछ है, 40 भन्ने रहेछ। म चाहिँ पनौती आएँ, पनौतीबाट जन्तेढुङ्गा आएँ, जन्तेढुङ्गाबाट झरेर अनि त्यसपछि तल बजारसम्म आएँ। बजारबाट चाहिँ फेरि हाइक गरेर माथि अब टावर पुग्नै आँटेँ ठ्याक्कै। जस रमाइलो छ आउनलाई। यहाँ
अब रोड बाइक लिएर आयो भने चाहिँ सबभन्दा सजिलो छ है। अनि यहाँ पछाडि देखिरहेको हिमालहरू राम्रो छ। पुरै पसिना आयो। अब यहाँबाट लगभग कति भनेपछि आधा घन्टा 45 मिनटमा म माथि पुग्छु टावरमा। म सर एक लाइन वरिपरि देखाइदिन्छु है त। वरिपरि देखाउँछु। राम्रो छ ठाउँ चाहिँ एकदम राम्रो छ। अनटच्ड हुन्छ नि। कसो भन्दाखेरि उतापट्टिबाट चाहिँ टावरसम्म मान्छे आउने भए, तर यो बिचको भाग छ नि यो अनटच्ड के, कोही मान्छे नि गएको छैन, लाइक बस्ती नै छैन, शान्त छ, जङ्गलहरू छ, सर बाटो शान्त, ट्रेल एकदम रमाइलो। अब सर भन्नुपर्दाखेरि म अब भन्छु यहाँबाट चाहिँ उता काठमाडौँ सिधै गयो भने चाहिँ, सिधै गएर अलिकति दायाँ गयो भने चाहिँ सूर्य विनायक पुग्छ, घ्याम्पे डाँडा, सूर्य विनायकको माथिको घ्याम्पे डाँडा पुग्छ। अनि यदि त्यो बाटो दाहिने नगएर सिधै अगाडि गयो भने सिधै गुवारको पुग्छ, उता काठमाडौँ सिधै गुवारको पुग्छ। यहाँको मान्छेहरू चाहिँ उताको पनौती धुलीखेल बनेपाको बाटो चाहिँ हिँड्नुहुन्न, यहाँबाट सिधै उता काठमाडौँ जाने अर्को रुट रहेछ। यो ठ्याक्कै नाङ्गे डाँडाको भ्यू पोइन्ट भयो, भ्यू टावर भयो, अनि प्याराग्लाइडिङ गर्ने ठाउँ भयो। योभन्दा उता चाहिँ के अरे के थियो यार, लाकुरे भन्ज्याङ, उतापट्टिको चाहिँ लाकुरे भन्ज्याङ। लाकुरे भन्ज्याङ त सबभन्दा फेमस ठाउँ हो, राम्रो ठाउँ पनि हो। उतापट्टि चाहिँ लाकुरे भन्ज्याङ हो, यतापट्टि चाहिँ यो हो। यहाँबाट चाहिँ ट्रेल रुट छ, त्यहाँसम्म जान 2.5 घन्टा हो लाकुरे भन्ज्याङसम्म। सेकेन्डचोटि आउँदाखेरि चाहिँ म त्यहाँसम्म पुग्छु। अब यहाँसम्म त क्लियर भइगयो, यहाँ नआएर यहाँबाट सिधै यहाँ तल्लोको बाटो हुँदै लाकुरे भन्ज्याङसम्म पुग्छु। अब म तपाईँहरूलाई सरर देखाइदिन्छु है त। छ नि योभन्दा उतापट्टि चाहिँ भक्तपुर हो। त्यो जुन उतापट्टिको डाँडा छ नि त्यो चाहिँ भक्तपुर हो। यो अहिले याद आयो, यो तलको बजार चाहिँ चाम्ले बजार भनेर छ है। यो तलको बजार चाहिँ पनौतीबाट डाइरेक्ट गाडी पाउँछ चाम्ले बजारको लागि भनेर। अनि यसमा चाहिँ त्यो रातो घर देखिरहेछ नि हो, त्यो चाहिँ एउटा पार्टी प्यालेस हो। त्यो चाहिँ जन्ते डाँडाको लागि ठ्याक्कै त्यही हो, जन्ते डाँडा भनेको, जन्ते डाँडा भनेको त्यही हो। अनि जन्ते डाँडा भनेको त्यो, अनि नाङ्गी डाँडा भनेको यो है। रमाइलो छ, सररची चलिरहेछ यहाँबाट, जस रमाइलो देखिन्छ। उता नवबुद्धको डाँडा चाहिँ अब नदेखिने रहेछ, सायद नदेखिने रहेछ, अलिकति तल अल्टिट्युडमा पऱ्यो कि सायद, त्यही भएर नदेखिने रहेछ। अब यही हो, रमाइलो छ ठाउँ चाहिँ। अब
सोलो आउनलाई राम्रो ठाउँ छ 1 डेज अप डाउन गर्नलाई होइन म अघिल्लो दिन आउँछु प्याराग्लाइडिङ गर्छु र पछिल्लो दिन जान्छु भने नि ओके है अनि ठिक छ प्याराग्लाइडिङको लागि भने चाहिँ एक दिन अगाडि आउनु पऱ्यो होइन भने चाहिँ 1 डेमा बिहान आएर बेलुका फर्किन सक्यो ओके अब टपसम्मको हाइक स्टार्ट हुन्छ यहाँबाट चाहिँ भ्यूहरू देखाएँ भ्यूहरू राम्रो छ है अब टपसम्मको हाइक सुरु हुन्छ अनि टपसम्म जाने हो त्यहाँदेखि फेरि हेर्ने हो के कसो देखिन्छ अनि त्यहाँ 1-2 घन्टा जति बसेर त्यसपछि फर्किन्छु म है जस ठाउँ चाहिँ एकदम राम्रो छ ठाउँ राम्रो छ फाइनल्ली माथि टपमा पुगेँ यस टपबाट पनि भ्यू राम्रै छ मेरो लेफ्टपट्टि चाहिँ फुलचोकी छ फुलचोकी भनेको गोदावरीको टप उता काठमाडौँ गोदावरीबाट गाडी लाग्छ होइन गोदावरीबाट सिधै गयो भने फुलचोकी पुग्छ अनि सिधै अगाडि चाहिँ मेरो लाखुरी भन्ज्याङ अनि यता त भइगयो पनौती हिँडाहरू भइगयो जस यहाँबाट राम्रो छ यहाँ चाहिँ नयाँ के भन्दाखेरि यहाँ आयो भने त्यो छाप्रो जस्तो घरहरू छ नि पछाडि हो त्यो छाप्रो जस्तो घरहरूमा बस्न मिल्ने रहेछ क्या यहाँ जस रिसोर्ट टाइपको रहेछ यहाँ आएर चाहिँ त्यो छाप्रो टाइपको घरहरू जस्तोमा बस्न मिल्ने रहेछ ठिकै छ जस राम्रो छ यहाँबाट हेर्दाखेरि चाहिँ अब एकछिन यहाँ बस्छु अनि फोटोसोटो खिच्छु अनि त्यसपछि खाजासाजा खाएर निस्किन्छु यहाँबाट म